आज हामी आइसकेको छ काठमाडौँ अनि काठमाडौँको दृश्य हेर्नु होला। अनि सुनधारा जाँदैछौँ हामी साथीहरू। हामीहरू आइसकेका छौँ अहिले सोनधारामा। हेरिसक्नु होला सोनधारा। ओहो, अनि यसपछि रत्न पार्क रत्न पार्क जाने हो अहिले एकछिनमा। हेरिहाल्नु हो। टुप्पा समात्न मिल्छ कि मिल्दैन हो? टुप्पा कहाँ समात्न मिल्छ र? ल त हामी 3 जना छौँ यहाँ, सबै गाउँको हो। यसरी नै बनिराख्नु होला मेरो ब्लगमा। ल हेरिहाल्नु है सबै। हेर्नु सक्नुहुन्छ सोनधारा कस्तो दामी बनेछ पहिलादेखि। यहाँको चाहिँ नजारा यस्तो छ होइन। अनि भनौँ पनि के भनौँ होइन, नेपालको कुरै नेपाल हो नि। हाम्रो नेपाल भनेको त विश्वमा चिन्ने। अनि यहाँबाट हेर्न सक्नुहुन्छ हाम्रो नेपालको सिन। हेर्नु है सबैजना, कति जाम चलिरहेछ होइन। नेपालको त कुरै नगरौँ न हो सोल्टीहरू। यहाँ हेर, माथिबाट चाहिँ एकदम धरारा चाहिँ एकदम राम्रो हेरेछ। सक्नुहुन्छ यहाँ हामीहरू यहाँ माथि पुगिसकेका छौँ। अनि माथिबाट अब कहाँ जाने भनेको रत्न पार्कतिर हो। अब त्यहाँ गएर आफ्नो ब्लगमा बनिराख्नु होला। ओहो, यही हो रत्न पार्क ब्रो। हेरिहाल्नु है सबैजना। अब हामी आइसकेका छौँ होटलमा। अब यहाँ खाना खाने हो होइन, आफ्नै होटल हो। हेरिहाल्नु होला। अनि यो रत्न पार्क मस्जिद नै रहेछ ठ्याक्कै ब्रिजको तल। धेरै मिठो खाना पाउँछ यहाँ होइन। हामी जहिले पनि यहाँ आएर खान्छौँ। विभिन्न प्रकारको खाना पनि पाउँछ। चेकुवा, मोमो, चाउमिन, चिक फ्राटा सबै पाउँछ यहाँ। अनि अहिले एकैछिनमा हामी खान्छौँ, त्यसको भिडियो पनि हेराउँछौँ सबै साथीहरूलाई। अनि लाइक कमेन्ट अनि ब्लगमा यसरी नै बनिराख्नु होला। अनि यहाँ हेर्न सक्नुहुन्छ चटनी छ, यसको नाम। खाएपछि त के हुन्छ के हुन्छ। यहाँ हेरौँ। अनि यहाँ छ साथी मेरो। अनि हामी अब खाँदैछौँ। हेर्नु त कति मजाको छ। आउनु होला तपाईँहरू पनि, सेवाको मौका दिनु होला। हेर्नु त, ओहो।